आधा दिन भरि गफ गर्ने पारा मिलेन जेठा पारा मिलेन पारा मिलेन जेठा पारा मिलेन तिम्रो नौछौ विदेशी अत्तरा असिन पसिनमा जुन ठुलो माला पता पारा मिलेन मैला पारा मिलेन पारा मिलेन मैला पारा मिलेन तिम्रो नौछौ विदेशी अत्तरा असिन पसिनमा जुन ठुलो माला पता पारा मिलेन मैला पारा मिलेन पारा मिलेन मैला पारा मिलेन म चाहिँ हुन्छु भिरा र पाखामा पारा मिलेन यसैला पारा मिलेन पारा मिलेन यसैला पारा मिलेन हुन्छौ ठुल्ठुलो सभामा म चाहिँ हुन्छु भिरा र पाखामा पारा मिलेन यसैला पारा मिलेन पारा मिलेन यसैला पारा मिलेन तिमी कुछौ ठुल्ठुलो गफैले ल साथीहरू आजलाई चाहिँ हाम्रो श्रमदान अब सकिसकेको छ। लगभग यहाँ कति मिटर जति भयो देखाउँछु। ल यति भयो सोलिङ हामीले यति गरिसकेको साथीहरूले गरिसक्नु भएको छ। बिचै ढुङ्गा बोकेर लिएर आयो। ल आज चाहिँ लगभग 6 बजिसकेको छ। 4 5 6 7 8 9 10 11 12 13 15 16 17 19 20 21 22 23 24 25 26 27 29 30 31 32 33 34 35 36 37 38 लगभग 35 देखि 38 मिटर जति चाहिँ आज यहाँ सोलिङ भयो र माथि ढुङ्गा पनि ल्याइसकेको छु। अब अर्को हप्ता चाहिँ यसलाई 85 मिटर हामी पुरा गर्नेछौँ है। जय श्रमदान यो नगरकै सबैभन्दा ठुलो श्रमदान भएको छ। नगरको मात्रै होइन खोटाङकै होला हुनसक्छ। धेरै काम भएको छ। श्रमदानबाट विकास हुँदैन भन्ने साथीहरूको लागि चाहिँ यो झोटाएर है। साथीहरू हुन्छ हेर्नुहोस् यस्तो राम्रो सोलिङ भएको छ।